नमस्कार। यति बेला म कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 स्थित यो बुढेतोलामा आइपुगेको छु। विशेष गरेर बुढेतोलामा एउटा चाहिँ टावर निर्माण गरिएको छ। सङ्घीय सरकारले सुरुमा चाहिँ पहाडहरूमा यस्ता टावर बनाउने योजना ल्याएको थियो। सङ्घीय सरकारले ल्याएको यो योजनालाई चाहिँ सुदूरपश्चिम प्रदेश सरकारले चाहिँ कार्यान्वयन गरेको छ। करिब 1,72,00,00,000 रुपैयाँ को डिपिआर अनुसार चाहिँ यो बुढेतोला जहाँ पहाड छ, आफैमा पहाडबाट सबै क्षेत्रको चाहिँ दृश्यावलोकन गर्न सकिन्छ। तर यहाँ चाहिँ प्रदेश सरकारले चाहिँ 50 लाख रुपैयाँ चाहिँ खर्चेर चाहिँ यो टावर बनाएको हामी देख्न सक्छौँ। विशेष गरेर पहाडी क्षेत्रमा टावरको आवश्यकता छैन। यस्ता टावरहरू बनाउनु भनेको राज्य कोषको चरम दुरुपयोग गर्नु हो, किनकि यो टावरभन्दा अग्ला यहाँ पहाडहरू छन्। तर यो स्थानमा चाहिँ प्रदेश सरकारले राज्य कोषको दुरुपयोग हुने गरेर चाहिँ यसरी यो चाहिँ भ्यू टावर बनाएको हामी देख्न सक्छौँ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 यो बुढेतोलाको यो टावर हो। तर यो टावरमा 50 लाख रुपैयाँ खर्च भइसकेको छ। बाँकी बजेट विनियोजन नहुँदा यो टावर यति बेला अलपत्र अवस्थामा परेको हामी देख्न सक्छौँ। सुदूरपश्चिम प्रदेश सरकारले 50 लाख रुपैयाँ चाहिँ यसमा चाहिँ खर्च गरिसकेको छ। यो टावरभन्दा नजिकै अग्ला अग्ला पहाडहरू छन्। यो टावरको कुनै औचित्य छैन। तर यो स्थानमा चाहिँ टावर बनाएर त्यो राज्य कोषको चरम दुरुपयोग गर्ने काम मात्रै भएको यहाँ आएर महसुस गर्न सकिन्छ। यहाँ चारैतिर बाटाघाटा केही पनि छैनन्। तर यो स्थानमा चाहिँ राज्यले चाहिँ ठुलो लगानी खर्च गरेर टावर बनाएको हामी देख्न सक्छौँ। तर यो टावर चाहिँ यति बेला जीर्ण अवस्थामा छ। यो टावरको वरिपरि चाहिँ यो घाँस राख्ने काम मात्रै भएको छ। त्यस्तै गरेर यो टावर चाहिँ एकदमै अधुरो अवस्थामा चाहिँ छोडिएको छ। 50 लाख रुपैयाँ चाहिँ खर्च भइसकेको भनिएको छ। तर यसको अवस्था हेर्दाखेरि यो निकै जीर्ण अवस्थामा चाहिँ देख्न सकिन्छ। हामीले यो विषयमा टावर निर्माण उपभोक्ता समितिका अध्यक्षसँग पनि कुराकानी गरेका छौँ। उनले हामीलाई जानकारी गराए अनुसार 1,72,00,000 रुपैयाँ यसको डिपिआर हो। अहिलेसम्म चाहिँ 50 लाख रुपैयाँ चाहिँ खर्च भइसकेको जानकारी गराएका छन्। तर 50 लाख रुपैयाँमा बनेको यो टावर राज्य कोषको चाहिँ चरम दुरुपयोग हो भन्न सकिन्छ। गोदावरी नगरपालिका वडा नम्बर 4 बुढीतोला अन्तर्गत नरुवा डाँडा बन्दै गरेको भ्यू टावर 2072 सालमा डिपिआर स्वीकृत भई 74 सालदेखि निर्माण सुरु भएको हो। बजेट अभावका कारणले अहिले हाल अल्पत्र अवस्थामा रहेको छ। हालसम्म यसको करिब 50 लाख बराबरको बजेट लगानी भइसकेको छ। अबको दिनमा यसको गार्डन सहित र फुटपाथ सहित करिब 3 करोड जति भयो भने निर्माण सम्पन्न हुन्छ र यहाँका मानिसहरूको आय आर्जनमा पहिलो फड्को मार्ने काम चाहिँ हुन्छ। म यो भ्यू टावर निर्माण उपभोक्ता समितिको अध्यक्ष शेरबहादुर खत्री। अहिलेसम्म यो अल्पत्र पर्नुको कारण के हो? यो पहिलो कुरो त अन्तर्राष्ट्रिय अलिकति युद्धको कारण पनि हो। देशले आर्थिक थिक्न सकेन। दोस्रो, आर्थिक थिक्न नसक्नु अलिकति राष्ट्रिय संरचनाहरू थपिए। तेस्रो, कोरोनाले आर्थिक थल्ला पर्यो र राज्यको पनि सुदूरपश्चिम भएको कारणले बढी ध्यान नदिएको अवस्था चाहिँ हो यसमा। अनि यसको डिपिआरमा चाहिँ कति लगानी लाग्ने भनेको छ? 1,72,00,000 1,72,00,000 डिपिआरले देखाएको। अहिलेसम्म 50 लाख रुपैयाँ चाहिँ खर्च 50 लाख भइसकेको छ। करिब खर्च भइसक्यो यसमा। बाँकी बजेट नआउँदाखेरि यो चाहिँ अहिले कति वर्षदेखि अल्पत्र छ? यो ठ्याक्कै 10 वर्षदेखि अल्पत्र अवस्थामा छ यो। अनि यसको निम्ति तपाईँले चाहिँ कुनै मन्त्रालय अथवा यो प्रदेश सरकार मार्फत हो कि यो चाहिँ सङ्घीय सरकार मार्फत हो? 2072 सालमा डिपिआर स्वीकृत हुँदा पर्यटन विभाग कार्यालय काठमाडौँ र अनि राष्ट्रिय योजना आयोग सङ्घीय स्वीकृत कार्यक्रम हो। हाम्रो सङ्घीय स्वीकृत प्रदेश सञ्चालन भइसकेपछि त्यो बजेटहरू कार्यान्वयन पछि आएर प्रदेशले चाहिँ कार्यान्वयन सुरु गरेको अवस्था। 50 लाख रुपैयाँ तपाईँहरूलाई चाहिँ प्रदेश सरकारले प्रदेश सरकारबाट भएको हो।